7 वर्षपछि अंगीकृत नागरिकता दिने कुरा जुन उठिरहेको छ, म पनि नेपालमै जन्मेको र नेपालमै बिहा गरेको महिला हुँ। तर म अझ के भन्न चाहन्छु भने आजसम्म जति राष्ट्रघाती निर्णयहरू गरे कि त्यसमा कुन चाहिँ अंगीकृत महिला थिए या कुन चाहिँ अंगीकृत पुरुष थियो, त्यो चाहिँ यो राष्ट्रवादी नेताजीहरूले देखाइदिँदा अझ चित्त बुझ्थ्यो होला हामीलाई। तर ती जति राष्ट्रघाती निर्णयहरू भएका छन् ती निर्णयहरू त्यही वंशज पुरुषहरूले गर्नुभएको छ। अझ त्यहाँ महिला पनि थिएन, त्यहाँ महिला कोही पनि थिएन, न वंशज थिए न अंगीकृत थिए। ती वंशज पुरुषहरूले नै राष्ट्रघाती निर्णयहरू गरेको छन् र ती सन्धिहरू गर्नेहरूमा कुनै पनि वंशज बाहेक अंगीकृत नागरिक थिएन। त्यति बेला के हेर्दै थियौं कि वंशज नागरिकहरू आफ्नो राष्ट्रवाद त्यति बेला कहाँ बिर्सिसक्नु भएको थियो र आज हामी सम्झिँदैछौँ कि अंगीकृत महिलाहरू जुन आउँछन् ऊ राष्ट्रघाती काम गर्छन्। अहिलेसम्म मलाई लाग्दैन कि कुनै पनि आफूलाई राष्ट्रवादी भन्ने आउँदा नेताहरूज्यूहरूले कुनै पनि महिला अंगीकृत होस् या पुरुष है, म त अझ भन्छु महिला मात्रै होइन अंगीकृत पुरुष पनि हुन सक्छ। हामीले पनि बिहा गरेर ल्याउन सक्छौँ पुरुषलाई, खालि हामी जाने मात्रै होइन। अब समय बदलिँदैछ। यहाँ भर्खर हाम्रो मान्यजीले भन्नुभयो यही सभामा पनि हामी 5 जना अनम्यारिड महिलाहरू हुनुहुन्छ, के उहाँले पुरुषलाई ल्याउन सक्नुहुन्न बिहा गरेर? के उहाँ जाने मात्रै हो? अब परिवर्तनतिर हामी जाँदैछौँ, हामी महिला बराबरको अधिकार दिँदैछौँ भनेपछि त्यो समय पनि अब आउन बेर छैन कि हामी अब पुरुषलाई बिहा गरेर ल्याउने बेला आउला। त्यसले गर्दाखेरि यो महिलाको कुरा मात्रै होइन, महिला र पुरुष दुइटैको लागि हो। र म अझ फेरि भन्छु कुनै पनि अंगीकृत महिलाले राष्ट्रघाती निर्णय आजसम्म गरेको छैन र मलाई लाग्छ गर्दा पनि गर्दिन। जहाँसम्म पार्टीको कुरा गरियो, यहाँ महाधिवेशनको कुरा पनि आयो, पुरुषहरूले ती अंगीकृत महिलाहरूलाई राख्छन्, वंशजलाई राख्दैनन्। म के भन्छु, त्यो निर्णय गर्ने पुरुषहरू सबै वंशज हुन्। जुन अंगीकृत महिलालाई राख्नुहुन्छ वंशज महिलालाई किन राख्दैनन्? के छ त्यहाँ दाउ? त्यो दाउ पनि हामी बुझौँ न, ती पुरुषहरूको मनमा के दाउ हुन्छ हामी त्यो दाउतिर पत्ता लाउँदैनौँ। तर के भने बिहा गरेर जो आफ्नो घर परिवार बाउ आमा सारा सन्तान छोडेर यहाँ आएर तपाईको पुरुषसँग एउटा बिहा गरिसकेपछि उसले आफ्नो सारा जिन्दगी त्यो 20 वर्ष 22 वर्षमा जति जिएको हुन्छ सब बिर्सेर एउटा पुरुषसँग आउँछ। र हाम्रो भनाइ पनि के छ भने डोलीमा हामी आउँछौँ र अर्थीमा हामी जान्छौँ। त्यहाँसम्म कसम खाएर जुन महिला आउँछ त्यसलाई हामी अधिकार नदिने, यो कस्तो नयाँ कानुन हो? कस्तो राष्ट्रवादी कुरा हो? यसलाई राष्ट्रपतिको नाममा यहाँ भोटको राजनीति भन्नुहुन्छ। म त के भन्छु भने ती राष्ट्रवादी जुन आफूलाई भनाउँदै हुनुहुन्छ उहाँले भोटको राजनीति गर्दै हुनुहुन्छ। राष्ट्रवादी आफूलाई भनाएर नयाँ नयाँ करामतहरू गरेर कहिले के नयाँ नयाँ ल्याएर भोटको राजनीति गर्दै हुनुहुन्छ। हामीले कहाँ नयाँ केही कुरा गऱ्यौँ त? पाएको अधिकार नखोज्नुहोस् भने मात्रै छौँ। तर तपाईँहरू नयाँ नयाँ पपुलर नाराहरू ल्याउँदै हुनुहुन्छ। कहिले अंगीकृत नागरिकलाई नागरिकता दिनु हुँदैन, कहिले के भनेर उहाँहरूले राजनीति गर्दै हुनुहुन्छ। हामीले भोटका राजनीति गरेका छैनौँ र भोटकै राजनीति गर्ने हो भने ती अंगीकृत महिलाले पनि हामीलाई भोट दिएकै छ, उसको अधिकारको लागि पनि बोलिदिने अधिकार पनि हामीले जिम्मेवारी बोकेका छौँ। के ती जिम्मेवारी बिर्सेर आइसक्यौँ? यहाँ आउने कतिको सांसद हुनुहुन्छ, चाहे सङ्घमा होस् चाहे प्रदेशमा, कुन चाहिँ सांसदले ती अंगीकृत महिलाको भोट लिएको छैन र उसको अधिकारको लागि नबोल्ने? कि त्यहाँबाट महिला आइसकेपछि उसले जागिर खान नपाउने, एउटा सिम बोक्न नपाउने? कस्तो अधिकार हो? के को लागि हामी बिहा गरेर यहाँ आउँछौँ? के अधिकार लिनको लागि? यहाँ तपाईँहरूको घरमा भाँडा माझ्नलाई आउने एउटा पत्रकारज्यूले पोस्ट गर्नुभएको छ, हिजो अस्तिदेखि देखिरहेछौँ कि महिलाहरू यहाँ पानीपुरी बेच्न अनि घरको धन्दा गर्न आउँछन्, ग्रिन कार्ड लिएर बस्नु रे। अरे ग्रिन कार्ड लिन त मधेसीको बानी नै छैनन्। खोइ मलाई त लाग्दैनन् मधेसीहरू कति % ग्रिन कार्डको लागि मरिहत्या गरे होला। गर्न सक्छौँ भने आज पनि नेपालमा दोहोरो नागरिकताधारीहरू छन्, पहिले त्यो सफाया गर्नुहोस्। गर्न सक्छौँ भने ती कामहरूमा पहिला लाग्नुहोस्। के कमजोर भनेर महिलाहरूलाई गर्दै हुनुहुन्छ तपाईँ? तर यो नबिर्सिनुहोस्, ती महिलाहरू त्यही काली हुन्, त्यही सरस्वती हुन्, त्यही भगवती हुन्। जुन दिन ऊ आफ्नो अधिकार लिन उत्रिन्छ त्यो दिन कुनै पुरुषले रोकेर उसको अधिकार रोक्न सक्दैनन्। महिलाले बलिदान दिएर तपाईँहरूलाई माफ गरेर अगाडि बढ्न दिइरहेको हो। उसले जुन दिन आफ्नो अधिकार खोज्न थाल्छ तपाईँभन्दा कहीँ पनि ऊ कमजोर छैन। कुनै महिला कमजोर भएको होइन, महिलाले त जहिले पनि सम्झौता गर्न सिकेको हो र त्यो सम्झौताको कारणले ऊ पछाडि परिहाल्छन्। ऊ नजानेको होइन, तपाईँभन्दा कम छैनन् ऊ। तर के भने हामीलाई जन्माउँदै
संस्कार के दिन्छ भने सम्झौता गरेर सिक छोरी, भाइलाई छोड्देऊ, तिमी बहिनी हौ भन्ने हामीलाई सिकाएको छ। र त्यो संस्कार तले हामी दबेर कति कुराहरूमा हामी पछाडि पर्दिन्छौँ। त्यसको मतलब यो होइन कि हामी कमजोर छौँ, बोलेन भन्ने ऊ डराउँछ भनेर नबुझिदिनुहोस्। कहिलेकाहीँ समझदारीले पनि हामी बोल्दैनौँ। हामीहरूले समझदारी अपनायौँ भन्दैमा त्यसको कमजोर नठानुस्। र म अझ फेरि के भन्न चाहन्छु भने यी अङ्गीकृत नागरिकले कसैले पनि राष्ट्रघाती काम गरेका छैनन्। पहिले सबभन्दा पहिले अहिलेसम्म जति राष्ट्रघाती सम्झौताहरू गरेका छन् उनीहरूलाई टुरी खेलमा लगेर झुन्ड्याउँ, त्यसपछि अन्त्यको कुरा हामी गरौँला। यस्ता ठुला ठुला कुरा गरेर हामी आफूलाई पपुलर नबनाऊ भन्दै मैले आफ्नो शब्दलाई विराम दिएँ। धन्यवाद।